साथै नमस्ते। नेपालमा बसेर जापानिज भाषाको अध्ययन गरिरहनुभएका जुनसुकै विषयमा पनि जापान आउन चाहने साथीभाइहरूलाई विशेष गरी काम लाग्ने भिडियो छ। साथै जापानमै बसेर पनि एसएसडब्ल्यूतिर परीक्षा दिन तयारी गरिरहनुभएका साथीभाइहरूलाई काम लाग्ने भिडियो छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। त्योभन्दा पहिला भिडियो नहराओस् भनेर फेभरेट गर्न नबिर्सिनुहोस् है। यति भन्दै यहाँलाई विषयवस्तुतर्फ लैजान्छु होइन। जापान सरकारले एसएसडब्ल्यू अथवा तोक्तै गिनोमा प्रचलनमा रहेका 16वटा बुन्ने अथवा क्षेत्रहरूमा चाहिँ 3टा थपेर 19वटा बनाएको छ होइन। ती 3टा के हुन् भन्ने विषयमा कुरा गरौँ। नम्बर 1 छ बुसुर्यु सोको अथवा गोदामभित्रको काम होइन। नम्बर 2 छ रिनेन सप्लाई अथवा जापानमा हस्पिटल मेडिकल क्षेत्रहरूमा प्रयोग हुने टावेलहरू होइन, त्यहाँको ड्रेसहरू धुने सुकाउने लगायतको व्यवस्थापन गर्ने काम होइन। नम्बर 3 छ सिगेन जिउखान होइन अथवा रिसाइकल अथवा फोहोर व्यवस्थापन होइन, जापानमा वातावरणीय प्रदूषण रोक्न अथवा वातावरण सन्तुलन गर्न गरिने काम। यो 3टा क्षेत्र थपेर 19वटा बनाएको छ होइन। अब यी 3टा क्षेत्रहरू कहिलेबाट सुरु हुन्छन् अथवा यो 3टा क्षेत्रको परीक्षा कहिलेबाट सुरु हुन्छ भन्दाखेरि चाहिँ जापान सरकारले अहिले परीक्षा सिस्टम विकास गर्न काम गरिराखेको छ होइन। 2026 को सुरुवाततिर निर्णय भइसकेको हो। अब यसलाई चाहिँ 2027 को अप्रिलतिरबाट परीक्षा दिन सक्ने गरी व्यवस्थापन गर्दैछ होइन। त्यसैले यी 3टा क्षेत्रमा छुट्टा छुट्टै कोटा पनि तोकेको छ होइन। आज चाहिँ विशेष गरी बुचुर्यु सोको अथवा गोदामको कामको बारेमा म कुरा गर्न गइरहेको छु होइन। गोदामको काम अथवा बुचुर्यु सोको काम कस्तो हुन्छ भन्ने विषयमा चाहिँ जापानमा बसेर आरुवाहित गरिरहनु भएका साथीभाइहरूलाई चाहिँ थाहा छ होइन। धेरैजनाले यसमा आरुवाहितहरू गर्नुहुन्छ होइन। नेपालमा बसेको साथीभाइहरूको लागि चाहिँ बुझ्न सजिलोको लागि जस्तो गोदामभित्र होइन सामानहरू बिग्रे भत्केको चेक गर्ने, त्यस पछाडि सामान छान्ने होइन, प्याकिङ गर्ने, त्यस पछाडि सामान छुट्याउने होइन, गोदाममा सामान राख्ने निकाल्ने लगायतका कामहरू यसमा पर्छन् होइन। यसमा चाहिँ अब अलिकति नेपालीहरूको लागि चाहिँ थोरै काम गर्न सजिलो हो कि जस्तो चाहिँ मलाई लाग्छ होइन। किनभने टेम्परेचर व्यवस्थापनहरू त्यही किसिमले गरिराखेको हुन्छ भित्र। अब गर्मीमा धेरै गर्मी पनि हुँदैन, चिसोमा पनि धेरै चिसो हुँदैन, जो होस् म्यानेजमेन्ट गरिराखेको हुन्छ। हुन त अन्य ठाउँमा पनि गरिराखेको हुन्छ। यसमा चाहिँ जापानमा त्यस्तो धेरै जापानको कानुनले नै त्यो तोकेको मापदण्ड पुरा गर्नै पर्छ होइन। त्यसैले अरूभन्दा पनि यो चाहिँ बुचुर्यु सोको काममा चाहिँ अलिकति नेपालीहरूलाई कम्फर्टेबल हुनसक्छ भन्ने जस्तो मलाई लाग्छ। त्यसैले तपाईँ यदि एएसएसडब्ल्यू भिजा अथवा तोक्तै गिनो भिजामा चाहिँ जापान आउन चाहनुहुन्छ अथवा जापानबाटै पनि एसएसडब्ल्यू अथवा तोक्तै गिनोको परीक्षा दिन चाहनुहुन्छ भने बुचुर्यु सोको काम चाहिँ कम्फर्टेबल हुनसक्छ जस्तो मलाई लाग्छ। त्योभन्दा अगाडि यान4 बराबरको भाषा यहाँले पास गरिसक्नुपर्ने हुन्छ होइन। त्यस पछाडि अब यो परीक्षा खुलेपछि यो स्किल टेस्टहरू चाहिँ तपाईँले चाहिँ पास गर्नुभयो भने चाहिँ जापानको भिजा चाहिँ सजिलै प्राप्त गर्न सकिन्छ है त। अब यो बुचुर्यु सोको लागि चाहिँ कोटाको कुरा गर्नु पर्दाखेरि जापान सरकारले अहिले 11,400 भनेर तोकेको छ होइन। अब यो सङ्ख्या अलिकति तलमाथि हुन गए मलाई माफ गर्नु होला होइन। अब यो सङ्ख्या धेरै ठुलो सङ्ख्या त होइन होइन, तैपनि तपाईँहरूले चाहिँ बेलैमा भाषा पढेर होइन समयमै एक्जाम पास गर्नुभयो भने यो भिजामा चाहिँ जापान आउन सक्नुहुन्छ। जापानभित्रै रहेकाले पनि यो भिजामा चाहिँ एटेम्प गर्न सक्नुहुन्छ है त। भिडियो कस्तो लाग्यो मन परे लाइक कमेन्ट र सेयर गरिदिनु होला। विशेष गरी तपाईँहरू जस्तै साथीभाइहरूलाई पुगोस् भनेर सेयर चाहिँ गरिदिनुहोस् है। थ्याङ्क यू सो मच। अर्को भिडियोमा चाहिँ अर्को जानकारी लिएर आउनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।